यो चाहिँ एउटा ब्लक हो वुलरह्याम्पटनको अनि अर्को ब्लक चाहिँ उतै बाटो काटेपछि छ भइसक्यो घरदेखि भ्लग गर्दै आउँदै थिएँ होइन तर बिचमै बन्द भइदिएर क्या अनि 3 मिनटको मात्र भ्लग बन्दिएर तना भइदिएर तान्दिन स्वाट के हो के को स्टिलवाला छ र स्टिलवाला छ त तान्नु त ल बाजे राम्रोसँग है दिन बिताउनुहोस् ल खतरा गाडी छ है हामी यो गाडी खिच्न आएको अहिले चाहिँ ऊ चाहिँ मेरो साथी मनिष कार्की ऊ चाहिँ मेरो साथी पुकार कटवाल अनि हाम्रो माझमा हुनुहुन्छ मधुर बिस्ट हेलो ज्याउ भइदा साथी पनि किन आएन भनेको त क्लास नै 10 बजेको रहेछ आज मेलमा सार्दैछ हेलो एन्ड नमस्ते गाइस फेरि पनि हजुरलाई स्वागत छ मेरो युट्युब च्यानलमा अनि आज चाहिँ हजुरहरूले थम्बनेल देखेरै थाहा पाउनुभयो होला आज के को भ्लग भनेर हैन अब कलेज पनि लागिरहेछ अनि यसो कलेजको भ्लग बनाइदिउँ भनेर हो अनि आज चाहिँ मेरो क्लास 8:30 बजे छ अनि म चाहिँ बिहानै उठेँ हैन अनि अब अलिअलि कामसाम गरेँ आफ्नो के छ अनि ब्रेकफास्ट पनि गरेँ अब चाहिँ म कलेज जान आँटेको अहिले चाहिँ त्यही 7:45 जति भयो अब यसो बुकसुक त केही पनि छैन अब ल्यापटप आज चाहिँ लेक्चर हो हैन अब लेक्चर सेसन हो त्यस्तो केही पनि जानु पर्दैन आज त्यही भएर अब ब्लग चाहिँ स्टार्ट गरौँ है त
कस्तो हर्ड लागिरहेको छ है यसरी हिँड्नलाई केही छैन बानी बस्नुपर्छ अब कलेज यही हो हाम्रो कलेज चाहिँ हाम्रो यस्तो छ हाम्रो एडमिनिस्ट्रेसन ब्लक चाहिँ यहाँ छ होइन यो चाहिँ पार्किङ एरिया भयो के भन्छ यसलाई क्याफेटेरिया भनौँ होइन एउटा यसलाई के भनौँ यहाँ माथि चाहिँ लाइब्रेरी छ सेकेन्ड उमा लाउ केटा जाउँ जाने होइन बिल्डिङ देखाइदिउँ न सट्ट लाएर यो चाहिँ हाम्रो कलेज हो यो चाहिँ एउटा ब्लक हो वुलर ह्याम्थमको अनि अर्को ब्लक चाहिँ ऊ त्यो बाटो काटेपछि छ 02 हो 02 नै होला के छ प्रशान्त ठिक छ हो नि राजा गाइस क्लास सक्यो है अब चाहिँ यसो एउटा लेक्चर सक्यो अब ब्रेक छ अब हाम्रो कति बजे क्लास हो है अर्को लेक्चर होइन अर्को लेक्चर कतिखेर छ 12 बजे कहाँ 12 बजे भन्छ हो र होइन 1 बजे होला त्यही त 1 आवर 2 आवर जति ग्याप हुन्छ हाम्रो यो चाहिँ सर्टकट बाटो है 1 बजे यो चाहिँ सर्टकट बाटो हो हाम्रो ऊ त्यहाँ सिडीबाट अघि नगएको बाटो चाहिँ त्यो चाहिँ मेन बाटो हो यो चाहिँ सर्टकट हो त्यही भएर हामी सर्टकट गइदिइरहेको छौँ होइन यो चाहिँ ऊ हो अनुज जयसवाल हो ऊ चाहिँ हाम्रो एकदम नेसनल पुग्न लागेको थियो क्रिकेटमा तर अलिअलि उसको अब आफ्नो मेडिकल भएर अलिकति पुग्न सकेन त्यही भएर वी होप बेस्ट फर अनुज जयसवाल होइन तिम्रो लाएर सबजना हामी यस्तो छ यो चाहिँ हामी यहाँबाट निस्क्यौँ है टोयलेट जाँदैछौँ तर म चाहिँ बाहिरै बस्छु होला केटाहरूलाई कुरेर मलाई चाहिँ आएको छैन के भित्र गएको नि खिचिदिनुपर्छ त अनुज पर्दैन है सेटलर अब हामी कहाँ जाँदैछौँ गाइज यो चाहिँ हाम्रो अहिले सानो जाने बाटो हो है हजुर हजुर अनि हामी अब सिधै जान्छौँ वाह त्यसैले अब हामी ऊ हान्दैछ नि बाजे क्या त भन्दैछ बाजे के हान्दै हाम्रो ग्रुप हिँड्न हाम्रै क्लासको अरू केटाहरू पनि छ होला हेलो बाजे तान्दिनु सर्ट त के हो के को स्टिलवाला थुरो त स्टिलवाला छ त तान्नु त ल बाजे राम्रोसँग है दिन बिताउनुहोस् ल हामी चाहिँ लागेको क्या खतरा बाजे भेटिदिएर है म चुरोट पनि कस्तो हो स्टिलमा हामी चाँदीको चुरोट खाएको बाजे भेटेको हाम्रो चाहिँ यहाँ खतरा गाडी छ है हामी यो गाडी खिच्न आएको
सेफ्टी लाएर गइदिनु अब चाहिँ हामी यसो खाजा खान लागेको है अब त्यस्तो भोक लागेको छ नि मलाई चाहिँ त्यही भएर च्यारो डुनो ठान्नु लागेको होइन अब खाजा खाएपछि भेटौँ है त ल खाजा साजा खाइयो अब जाउँ कलेजतिर फेरि होइन अब चाहिँ यसो बास्केटबल हान्न जाउँ एक सेट सिरेन रुको जरा सबर करो भइहाल्यो नि कोटमा हान्नु पऱ्यो क्या एउटा कोटमा चाहिँ हाल्नु ओ दामी ओ दामी सट ल रोज आते हैं इस उम्मीद पे आज जीतेंगे कल जीतेंगे परसों जीतेंगे रोज हारते हैं सफलले कतिजना लाग्दो रहेछ छाड भइसक्यो ओ ल दामी टर्मेक दिल्यो ल खेल सक्यो मेरो बास्केटबल नि खेलियो टेबल टेनिस नि खेलियो हाम्रो केटाहरू के गर्दैछ अन्त यहाँ पब्जी हान्दियो बा होइन सो गाइज अब हाम्रो क्लास चाहिँ सिद्धिसक्यो होइन अनि अहिले चाहिँ त्यही 2:30 भइरहेछ अब चाहिँ हामी अब अहिले गहनामा छौँ यसो देखाइदिनु त क्यामेरामा हो अब हामी गहना पोखरीमा छौँ अहिले अब आजको भ्लग चाहिँ यहीँ इन्ड गरिदिउँ है त ल बाई बाई सी यू